अफ न्युरोनमा आएको थियो। ठिक छ। अनि यो पछाडि हामी नर्भ इम्पल्सको कन्डक्सनको कुरा गर्छौँ। बुझ्नुभयो? हेर्नुहोस् है, अब यो स्ट्रक्चर अफ न्युरोनमा चाहिँ के जान्नु पर्यो त? हेर्नुहोस् त, माइलिनेटेड न्युरोन एकैचोटि बनाऊ, होइन? यसरी है त, यही स्ट्रक्चर बनाऊ। ल हेर्नुहोस् त, यसरी बनाइदिए पहिलो कुरा है। दोस्रो कुरो बनाए यहाँनिर जति पनि फाइबरहरू हुन्छ अहिले लेखौँला। अनि तेस्रो कुरो चाहिँ बनाए यसरी है त, बिचमा खाली ठाउँ छ, हेर्नुहोस्। अनि यो यसरी ड्र गर्ने, अनि तल यो नर्भ फाइबरहरू देखाइदिए। बीचमा यसको बीचमा चाहिँ के रहेछ? न्युक्लियस है, यो यसरी। अनि यो सब चाहिँ के रहेछ? साइटोप्लाज्महरू रहेको छ। अब यसलाई एउटा एउटा कुरालाई केलाउँदै भन्नु। ठिक छ, एकैचोटि पुरै लेबलिङ गर्नु हुँदैन। अनि टक्क यसको फङ्सन के हो, कसरी के काम गरिरहेछ, सब कुरा डिटेलमा कुरा गर्नु। ठिक छ। र सबैभन्दा पहिला यो चाहिँ यो पार्टलाई भनौँ। यो पार्ट भनेको चाहिँ हामी के भनेका छौँ त? डेन्ड्रोन भनेका छौँ है। बुझ्नुभयो? यो पार्ट भनेको के भनेका छौँ त? डेन्ड्रोन। डेन्ड्रोन भनेको के? आउटर प्रोजेक्सन अफ साइटोन है त। यो चाहिँ के हो? आउटर प्रोजेक्सन अफ साइटोन हो। साइटोन भनेको सेल बडी अथवा मेन बडी, यसको आउटर प्रोजेक्सन। ठिक छ। दोस्रो कुरो चाहिँ यो पुरैको पुरै पार्ट चाहिँ हो साइटोन। ठिक छ नि? यो पुरैको पुरै पार्ट चाहिँ के रहेछ? साइटोन। 2 घण्टा होइन, मलाई ध्यान दिनुहुन्छ, ध्यान दिनुहुन्छ। के लफडा गर्नुहुन्छ? ल यति कुरा बुझ्नुभयो बाबु हो? यो मेन पार्ट चाहिँ के रहेछ? साइटोन छ, सेल बडी छ। यसकै जुन यो आउटर प्रोजेक्सन हो, यसैलाई चाहिँ हामी के भनेका छौँ? डेन्ड्रोन भनेका छौँ। यति त बुझ्नुभयो? यति बुझ्नुभयो कि नै? अब यो डेन्ड्रोनको जुन ब्रान्च छ नि कान्छो, यसलाई चाहिँ हामी के भन्छौँ? डेन्ड्राइट भन्छौँ। अब यो डेन्ड्राइट भनेको चाहिँ के हुने भयो? चाहिँ ब्रान्च अफ डेन्ड्रोन भयो। बुझ्नु? यो चाहिँ के भने यसरी ब्रान्चेस अफ चाहिँ डेन्ड्रोन। यसको चाहिँ ब्रान्चेसहरूलाई चाहिँ हामी डेन्ड्राइट भन्यो। अब यो डेन्ड्राइटको काम के हो त? काम पनि जान्नु पर्यो। यसको काम चाहिँ के हो भने नि, यसले रिसिभ गर्छ क्या, यसरी रिसिभ गर्छ नर्भ इम्पल्सेस, म्यासेजहरूलाई रिसिभ गर्ने काम यसले। अनि यो ल्याउँछ कहाँनिर? यो डेन्ड्रोन हुँदै साइटोनमा ल्याउँछ। भन्नु हो? र यो साइटोनमा चाहिँ के हुन्छ? चाहिँ यसको डिसिजन मेकिङको काम गर्छ है। यसमा डिसिजन मेकिङको काम गरे हुन्छ। यसरी ठ्याक्कै यतातिरको कुरा सम्झिने। हेर्नुहोस् त, अब सम्झिने के बाबु? अब सम्झिनु पर्यो यो साइटोन भित्र यो रातो रातो जुन छ नि, यो रातो रातो भनेको न्युरोप्लाज्म हो। बुझ्नुभयो? न्युरोप्लाज्म
अनि यो न्यूरोप्लाज्ममा चाहिँ के कन्टेन हुन्छ बाबु चाहिँ रफ इन्डोप्लाज्मिक रेटिकुलम हुन्छ ठीक छ यसमा चाहिँ के हुँदो रहेछ रफ इन्डोप्लाज्मिक रेटिकुलम हुँदो रहेछ र यो न्यूरोप्लाज्म भनेको साइटोप्लाज्म अफ न्यूरोन मैले हिजै सिकाएको छु तपाईहरुलाई यो न्यूरोप्लाज्म भनेको साइटोप्लाज्म अफ न्यूरोन हो यो न्यूरोप्लाज्म र रफ इन्डोप्लाज्मिक रेटिकुलम जुन हो यसको कमन नेमलाई हामी चाहिँ के भन्छौँ भने बाबु यसलाई भन्छौँ हामी निजल्स ग्रानुल बुझ्नुभयो यसकै नाम चाहिँ के रहेछ निजल्स ग्रानुल बुझ्नुभयो अब कुरा अब धेरै जाँचमा सोधेको टर्म भनेको के निजल्स ग्रानुलको काम के हो भन्छ बुझ्नु नि यो निजल्स ग्रानुलको फंक्सन के हो भने सोध्छ र यो निजल्स ग्रानुलको फंक्सन चाहिँ के हो त यसको फंक्सन चाहिँ भयो प्रोटिनको सिन्थेसिस बुझ्नुभयो यसको काम चाहिँ के भने प्रोटिन सिन्थेसिस धेरैचोटि जाँचमा सोधेको छ है त अब योलाई चाहिँ हामी यो पार्टलाई चाहिँ हामी के भन्यौं यो पार्टलाई चाहिँ यो पार्टलाई पहिला कुरा गरौँ यो बिचको पार्टलाई यो बिचको पार्ट भनेको चाहिँ हो एक्जन बुझ्नुभयो यो बिचको पार्टलाई चाहिँ हामी के भन्यौं एक्जन एक्जनको काम के यसको फंक्सन के हो यो एक्जनको फंक्सन चाहिँ हो टु क्यारी रिस्पोन्स हैन त यसले के क्यारी गर्छ रे चाहिँ यसरी रिस्पोन्स क्यारी गर्छ बुझ्नुभयो कुरा मेसेज लग्ने र त्यो मेसेजको रिप्लाई ल्याउने काम चाहिँ कसले गरिरहेछ एक्जनले गरेको छ यति कुरा बुझ्नुभयो मैले के भने सुन्नुस् फेरि ध्यान दिएर यसमा यो बिचको पार्टलाई चाहिँ हामी के बनाएका छौं साइटोन यो साइटोनको आउटर प्रोजेक्सन आउटर एक्सटेन्सन लाई चाहिँ हामी के बनाएका छौं डेन्ड्रोन डेन्ड्रोनको ब्रान्चलाई के बनाएका छौं डेन्ड्राइट डेन्ड्राइटको काम चाहिँ के हो नर्भ इम्पल्स रिसिभ गर्ने मेसेजलाई रिसिभ गर्ने र यो साइटोन कहाँ पुर्याइदिने अनि यो साइटोनले के गर्छ कस्तो किसिमको काम हो डिसिजन मेकिङको काम गरेछ अनि यो चाहिँ एक्जनको थ्रु चाहिँ के गरिरहेछ यसले रिस्पोन्स पठाइरहेछ यति कुरा बुझ्नुभयो यो साइटोनमा चाहिँ के रहेछ यो साइटोप्लाज्म छ र न्यूरोनमा हुने साइटोप्लाज्मलाई चाहिँ हामी के भन्दियौ न्यूरोप्लाज्म अनि न्यूरोप्लाज्म सँगै चाहिँ के हो यो रफ इन्डोप्लाज्मिक रेटिकुलम भनेको के राइबोसोम भएको इन्डोप्लाज्मिक रेटिकुलम ठीक छ राइबोसोम भएको इन्डोप्लाज्मिक रेटिकुलम त्यसकारण यो दुईटाको कमन नेम लाई चाहिँ हामी के भनेका छौं निजल्स ग्रानुल र यो निजल्स ग्रानुलको काम चाहिँ के हो दैट इज सेड टु बी प्रोटिन सिन्थेसिस यसरी यसलाई सम्झिने र यो बिचको पार्ट भनेको यो रातो भएको पार्ट भनेको यसलाई चाहिँ हामी के भनेका छौं न्यूक्लियस भनेका छौं है यसलाई चाहिँ हामी कुन पार्ट भनेका छौं त न्यूक्लियसको पार्ट भनेका छौं ठ्याक्कै सम्झिने अब सुन्नुस् अब चाहिँ के जान्नु पर्यो तपाईहरु हेर्नुस् त यो जुन छ नि यहाँको पार्टलाई चाहिँ हामी के भन्यौं यो पार्टलाई माइलिन शीट भन्यौं है यसलाई चाहिँ के भन्यौं रे बाबु माइलिन चाहिँ शीट भन्यौं यसरी अब यो माइलिन शीट यहाँ सेगमेन्टमा हुन्छ बुझ्नुभयो एकैचोटि पुरैमा हुँदैन यो जहिले पनि चाहिँ के हुँदो रहेछ सेगमेन्टमा हुँदो रहेछ क्या एकैचोटि यो चाहिँ हुँदैन बुझ्नुभयो नि अब यो माइलिन शीट केले प्रोड्युस गर्छ मैले भर्खरै हिजो तपाईहरुलाई सिकाएको छु यो माइलिन शीट इज प्रोड्युस्ड बाइ हेर्नुस् त इज प्रोड्युस्ड बाइ यसरी चाहिँ भन्छ भने चाहिँ हामी के हेर्नु पर्छ कान्छो यो सीएनएस मा भनेको हो कि चाहिँ पीएनएस मा चाहिँ भन्यो केमा भन्यो ठीक छ त सीएनएस मा भनेको छ भने यसलाई हामी
चाहिँ हिजै तपाईहरुलाई सिकाइसकेको छु यसलाई भन्छ ओलिगोडेन्ड्रोसाइट भन्छ ठीक छ यसलाई चाहिँ के भन्छ ओलिगोडेन्ड्रोसाइट यसलाई चाहिँ हामी के भन्छौं स्पान सेल भन्छ है त यसलाई चाहिँ हामी के भन्दियौ स्पान सेल अब यो बीचको जुन खाली ठाउँ छ नि यो खाली ठाउँलाई यो जुन खाली स्पेस हो यसलाई भन्छ के नोड्स अफ रेनिगर बुझ्नुभयो यो खाली ठाउँलाई चाहिँ के भन्छ रे नोड्स अफ रेनिगर भन्छ र यही नोड्स अफ रेनिगरमा यो दुईटामा कुनै एउटा हुन्छ है यही लोकेटेड हुन्छ बुझ्नुभयो उ यसरी सेलहरु बनाएको हुन्छ यिनीहरु लोकेटेड हुन्छ अब यो न्यूरोन चाहिँ यो के रे सीएनएस को छ भने चाहिँ के हुने भयो ओलिगोडेन्ड्रोसाइट हुन्छ केमा नोड्स अफ रेनिगरमा यो न्यूरोन पीएनएस को छ भने कुन सेल हुन्छ त स्पान सेल हुन्छ नोड्स अफ रेनिगरमा बुझ्नु नि कुरा अनि यो लास्ट को चाहिँ के हो त नर्भ फाइबर हो त यही कुरा चाहिँ केमा भयो त नि यही कुरा भयो केमा चाहिँ ठ्याक्कै वन टु अनदरमा ट्रान्समिट गरिदिने भयो र यो कसको स्ट्रक्चर भयो यो माइलिनेटेड न्यूरोनको स्ट्रक्चर भयो है यो स्ट्रक्चर चाहिँ कसको भयो रे माइलिनेटेड चाहिँ न्यूरोनको चाहिँ स्ट्रक्चरमा हो यति तपाईहरुलाई त अब झ्याप्पै लेख्न सक्नुहुन्छ नि सक्नुहुन्छ कि सक्नुहुन्न भन्नुस् त यस सर मैले कुरा गरेँ सर हिजो बाबु सर त्यो नोड्स राइनिडिमनको एकचोटि फंक्सन भन्दिनु न यसको केही छैन कान्छो यो दुईटा माइलिन शीतको बीचको खाल्टो स्पेस जुन ठाउँमा आइदर ओलिगोडेन्ड्रोसाइट हुन्छ और स्पान सेल हुन्छ ठीक छ बुझ्नुभयो ओके सर र हिजो हामीले पढेदेखि अहिलेसम्म हामीले के को कुरा गर्यौं न्यूरोनको कुरा गर्यौं ठीक छ नि न्यूरोनको जेनरल कुरा गर्यौं न्यूरोनको क्लासिफिकेसनको कुरा गर्यौं न्यूरोनको स्ट्रक्चरको कुरा गर्यौं बुझ्नुभयो अब हामीले के जान्नु पर्यो न्यूरोग्लियल सेलको पनि कुरा गर्यौं हैन त कुरा नास न्यूरोग्लियल सेलको पनि कुरा गर्यौं र यो सबै कुराकानी हामीले गर्यौं अब यति जानिसकेपछि बल्ल नर्भ इम्पल्स कन्डक्सनको कुरा सुरु हुन्छ क्या है त नर्भ इम्पल्स कन्डक्सनमा दुई चारवटा कुरा मात्रै छ बाबु पाँचवटा कुरा सम्झ्यो भने त्यही इन्ट्रान्सको लागि सफिसिएन्ट हो मोर देन सफिसिएन्ट बुझ्नुभयो क्लु कुरा त्यति नै छ तर प्लस 2 मा त्यो पाँचवटा फ्याक्ट कुरा मात्रै लेखिदिए हुन्छ यसकारण पुरै मेकानिजम यो ठाउँमा हामीले जान्नु पर्ने हुन्छ यसमा कसैलाई केही छ सोध्नलाई भन्नुस् यो नर्भ फाइबरको तल त्यो माइलिनेटेड पछि माइलिनेटेड न्यूरोन लेख्या हो नाम लेख्नु परेन यो न्यूरोनको नाम लेख्नु पर्यो नि हेर्नुस् त यसरी पढ्नु भयो भने अब सबै कुरा सिद्धियो कि सिद्धिएन हेर्नुस् त कति सजिलो छ नर्भ फाइबर माइलिनेटेड न्यूरोन हो यो त नाम हो नानु यो न्यूरोनको नाम हो के माइलिनेटेड न्यूरोन सर नन माइलिनेटेड न्यूरोनमा चाहिँ माइलिन शीत हटाइदिनुस् नन माइलिनेटेडमा यो माइलिन शीतलाई हटाइदिनुस् कुरो त उही हो ठीक छ नि उ यसरी यो नन माइलिनेटेडमा उ यति मात्रै ड्र गर्दिने हेर्नुस् त यो चाहिँ के भयो एकछिन है यो चाहिँ के भयो नन माइलिनेटेड हिजो सिकाएको हैन नन माइलिनेटेड कहाँ पाइन्छ नन माइलिनेटेड कहाँ पाइन्छ हिजो के एएनएस मा सर एएनएस एउटा एएनएस मा अर्को चाहिँ केमा ग्रे म्याटर अफ ब्रेन स्पाइनल कर्ड है ब्रेन एन्ड स्पाइनल कर्ड बाकी सबमा त यही माइलिनेटेड मात्रै पाइन्छ पुरो बुझ्नु अब बुझियो सबै सर यो निजल ग्रान्युलको फंक्सन मतलब निजल ग्रान्युल्स भनेको के भन्नु भएको हो न्यूरोप्लाज्म एलोङ विथ रफ इन्डोप्लाज्मिक रेटिकुलम रफ इन्डोप्लाज्मिक भनेको के इन्डोप्लाज्मिक रेटिकुलम विथ राइबोसोम ठीक छ रफ इन्डोप्लाज्मिक रेटिकुलम भनेको इन्डोप्लाज्मिक रेटिकुलम विथ राइबोसोम
ठिक छ बुझ्नुभयो अब Yes, yes, sir. को कुनै स्पेसिफिक अर्थ हुँदैन ए मैले बुझिन मतलब माइलिनेटेड भनेको के हो यो मतलब माइलिन सिट भएको हिजो आउनु भएन कि क्या हो माइलिनेटेड भनेको के माइलिन सिट भएको नन माइलिनेटेड भनेको के माइलिन सिट नभएको बुझ्नुभयो अब यस ल यस सर अब राम्रोसँग बुझ्नुहुन्छ है अब हेर्नुहोस् अब म के कुरा गर्दैछु नट इम्पल्सको बारेमा यसको बारेमा म कुरा गर्दैछु है यसरी हेर्नुहोस् त यो नब इम्पल्स भनेको के हो पहिला जान्नु पर्यो केलाई भन्छ नब इम्पल्स भन्नुहोस् त कतिलाई भन्छ नब इम्पल्सको डेफिनिसन के हो एनीबडी भने यो चाहिँ हो इट इज इलेक्ट्रो फिजियो केमिकल मेसेन्जर है त इलेक्ट्रो फिजियो केमिकल मेसेन्जर यसलाई भन्छ नर्भ इम्पल्स बुझ्नुभयो कुरा यसमा कतिवटा कुरो छ हेर्नुहोस् त इलेक्ट्रो भनेको के चार्ज हुँदै हुँदै चाहिँ ट्रान्समिसन हुने यो भनेको चार्ज पार्टिकलको फर्ममा ट्रान्समिट हुँदै जाने है त चार्ज पार्टिकल फर्म है त यसको रूपमा यसको चार्ज पार्टिकलको फर्ममा एक ठाउँबाट अर्को ठाउँमा ट्रान्समिसन हुँदै जाने यो चाहिँ के हो यसको कुरा दोस्रो चाहिँ हो फिजियो भनेको किन भन्ने वेभको फर्ममा ट्रान्समिट हुँदै जाने वेभ फर्ममा त्यसकारण यो दोस्रो चाहिँ के हुने भयो चाहिँ यो फिजियो बुझ्नु नि तेस्रो चाहिँ के केमिकल आयोनिक फर्ममा हैन आयोनिक फर्ममा ट्रान्समिट हुँदै जाने है त आयोनिक फर्ममा ट्रान्समिट हुँदै जाने त्यसकारण भन्छ केमिकल मेसेन्जर वेभको फर्ममा ट्रान्समिट हुँदै जाने त्यसकारण चाहिँ भन्छ फिजियो बुझ्नु नि फिजिकल अथवा फिजियो मेसेन्जर र चार्ज पार्टिकलको फर्ममा आउटर टु इनर टु आउटर हुँदै हुँदै ट्रान्समिट हुँदै जाने त्यसकारण के भन्छ अरे इलेक्ट्रिकल मेसेन्जर बुझ्नुभयो त त्यसकारण यो नर्भ इम्पल्सलाई हाम्रो नर्भ इम्पल्सलाई चाहिँ के भन्दो रहेछ इलेक्ट्रोफिजियो केमिकल मेसेन्जर बुझ्नुभयो यति कुरो क्लियर भयो यस सर है अब सुन्नुहोस् अब यो नर्भ इम्पल्स हैन यसको चाहिँ प्रोसेस कसरी हुन्छ र पहिला म सानो एउटा नोट पहिला बताइदिन्छु त्यसपछि यसमा पुरै डिटेलमा कुरा गरौँला यसमा एउटा सानो चाहिँ बुझ्नुस् है यसको अर्थवर्मको केसमा पनि सम्झिराख्नुस् ठीक छ अर्को मान्छेको केसमा पनि सम्झिनुस् फ्रडको केसमा हामीलाई त्यति जान्नु छैन यसको अर्को चाहिँ ह्युमनको केसमा बुझ्नुभयो यो दुईटैको केसमा चाहिँ के सम्झिराख्ने यसमा रेट अफ नर्भ इम्पल्स भन्ने सम्झिने क्या है त यसमा सम्झिने रेट अफ नर्भ इम्पल्स भन्ने सम्झिराख्ने कति स्पिडले जाँदो रहेछ त तीनटा कुरा सम्झिने यिनीहरूको केसमा तीनटा कुरा के थ्रो अर्डिनरी फाइबर भन्छ है एउटा चाहिँ के भन्छ अरे थ्रो अर्डिनरी फाइबर भन्छ अर्डिनरी फाइबरबाट चाहिँ कतिको स्पिडमा अर्को भन्छ यसमा जाइन्ट फाइबर भन्छ के हैन अर्को चाहिँ के भन्दो रहेछ जाइन्ट फाइबर
र अर्को चाहिँ के भन्छ यसमा मोटर फाइबर बुझ्नुभयो र यसमा चाहिँ थ्रो अर्डिनरी फाइबर भन्यो भने फ्रकको केसमा सरी अर्थमको केसमा भन्दैछु यो जाँचमा सोध्छ याद राख्नु होला 25 mm लेखेको छु है पर सेकेन्ड यसरी जाइन्ट फाइबरको रूपमा चाहिँ आयो भने 1.5 मिटर पर सेकेन्ड र मोटर फाइबरमा 0.6 मिटर पर सेकेन्ड हाम्रोमा चाहिँ कति स्पिडमा छ बाबु कति छ 1000 कति मिलिभोल्ट छ है एम भी छ बुझ्नुभयो पर सेकेन्ड हेर्नुस् त कति स्पिडले जाँदो रहेछ बुझ्नुभयो अब म कुरा गर्दैछु नर्भ इम्पल्सको ट्रान्समिसन कसरी हुन्छ बुझ्नुभयो तर नर्भ इम्पल्सको ट्रान्समिसन कसरी हुन्छ त्यो सम्झिनु हेर्नुस् त सर एकछिन बाबु सर त्यो 15 लेख्नु भएको नि 1.5 बाबु 1.5 यो जाँचमा सोध्छ यो त सोध्दैन अहिलेसम्म सोधेको छैन यो दुईटा एकदमै बढी सोधेको छ है बुझ्नुभयो अर्थमको केसमा सोधेको छ यो दुईटा एकदम बढी सोधेको छ बुझ्नुभयो त कुरा सर भन न नन माइलिनेटेड न्युरोनमा नि एक्जनको काम चाहिँ के हुन्छ त्यहाँ माइसेलिन सेम काम छ नानी सेम काम छ मात्र चाहिँ फरक के छ भने माइलिन सिट छ भने नर्भ इम्पल्सको कन्डक्सन छिटो छिटो हुन्छ फास्टर हुन्छ र माइलिन सिट छैन भने नर्भ इम्पल्सको कन्डक्सन ढिलो हुन्छ किन मैले हिजो सिकाएको होइन माइलिनेटेड न्युरोनमा के हुन्छ साल्टाटोरियल फंक्सन हुन्छ सोडियम आयोन एन्ड पोटासियम आयोन जम्प गर्दै जान्छ के ठ्याक ठ्याक नोड टु नोड बुझ्नुभयो नि नोड टु नोड जम्प गर्दै गयो भने रेट अफ नर्भ इम्पल्स चाहिँ फास्टर भयो कि भएन बुझ्नुभयो हिजो सिकाएको छु नि त यही लाग्यो फेरि बताइदिनु हेर्नुहोस् त चाहिँ मैले के भनेको थिएँ यसमा यो माइलिनेटेड न्युरोनमा हिजो सिकाएको थिएँ कुनै दिन तपाईँहरू आउनुहुन्छ एकजना कुनै दिन आउनुहुन्न माइलिनेटेड न्युरोनमा यसमा चाहिँ के हुन्छ अरे रेट अफ नर्भ इम्पल्स चाहिँ के हुन्छ फास्टर हुन्छ यसमा रेट अफ नर्भ इम्पल्स चाहिँ के हुन्छ फास्टर ठीक छ किन ड्यू टु साल्टाटोरियल फंक्सन अथवा नेचर है त यो साल्टाटोरियल भनेको के रे बाबु एडेप्टेसनमा तपाईहरु पढ्नु भएको छ नि साल्टाटोरियल भनेको जम्प गर्ने जुन जनावर जम्पिङ गर्छ नि त्यसलाई भन्छ साल्टाटोरियल बुझ्नुभयो त कुरा यो यसमा चाहिँ के हुन्छ सोडियम आयोन एन्ड पोटासियम आयोन एन्ड पोटासियम आयोन यो चाहिँ जम्प गर्छ जम्प फ्रम one nodes of Ranier to nodes of Ranier to another. यस कारणले चाहिँ के हुने भयो माइलिनेटेड चाहिँ फास्टर भयो के भन्दा चाहिँ देन नन माइलिनेटेड है त देन चाहिँ के भन्दा रे नन माइलिनेटेड बुझ्नुभयो अब कुरा हिजो आउनु भएको थिएन जसो नानी है त हो हिजो मैले सिकाइदिएको थिएँ हेर्नुस् त एउटा चाहिँ नोड्स अफ रेनियरबाट अर्को नोड्स अफ रेनियरमा जम्प गर्ने भयो के जस्तै यो एउटा माइलिनेटेड सिट हो यहाँ खाल सरी राम्रोसँग बनाइदिउँ
अझै राम्रोसँग बुझ्नुहुन्छ एकचोटि पढेपछि फेरि नपढ्ने क्या हेर्नुहोस् है यसरी यो एउटा एक्जन हो है त यो एक्जन हो यो एउटा माइलिनेटेड सिट हो यसरी अर्को माइलिनेटेड सिट हो अर्को यसमा यो अर्को यसरी माइलिनेटेड सिट हो हैन यसरी माइलिनेटेड सिट हो यो के को स्ट्रक्चर हो रे चाहिँ एक्जन है यो चाहिँ कसको स्ट्रक्चर हो एक्जन को यो चाहिँ के हो माइलिन सिट माइलिन चाहिँ सिट हो यसरी अनि यो चाहिँ के हो नोड्स अफ रेनिवर नोड्स अफ रेनिवर वेस्ट अफ यस है यो नोड्स अफ रेनिवर यसरी भयो अनि यहाँनिरको सोडियम पोटासियम छ नि यसरी जम्प गर्छ क्या यहाँबाट यतातिर जम्प गर्छ क्या यस्तो जम्पिङ नेचर भएको कजले गर्दाखेरि साल्टाटोरियल नेचर भएको कारणले गर्दाखेरि माइलिनेटेड न्युरोनमा रेट अफ नर्भ इम्पल्स फास्टर हुन्छ अब बुझ्नुभयो यस सर ल अब चाहिँ अब अगाडि बढौँ है अब रेट अफ नर्भ इम्पल्स चाहिँ कसरी हुन्छ है त अब चाहिँ हामी केमा पुग्यौँ ट्रान्समिसन अफ नर्भ इम्पल्स है चाहिँ ट्रान्समिसन अफ नर्भ इम्पल्स फ्लो अर्डिनरी फाइबर भनेको एक्जनबाट अर्डिनरी फाइबर यसमा छ ए नम्बरमा अब यसमा दुई तरिकाले हामी गर्न सक्छौँ है बुझ्नुभयो यहीँबाट यसपालि अर्को 5 नम्बरको क्वेसन सोध्यो बुझ्नुभयो कतिवटा क्वेसन सोधेको छ रे नर्भस सिस्टमबाटै हिजो 6वटा अब म 5औं भन्दैछु 4वटा त हिजै मैले बताइदिएँ एकै ठाउँमा छ हेर्नुहोस् न है त यो बौलाको होइन क्वेसन सेटर है त त्यसरी सोध्नुहुन्छ त अब तर पनि सोध्यो भने सोध्यो होइन अब हेर्नुहोस् त अब यसमा दुई तरिकाले हामी गर्न सक्छौँ के नि यसरी गर्दा विद्यार्थीले मेरो एक्सपिरियन्समा विद्यार्थीले राम्रोसँग बुझेको छ क्या एकै ठाउँमा दुईटै पम्प देखायो भने विद्यार्थीले बुझ्न अलिक गाह्रो मान्नुपर्छ बुझ्नुभयो र मैले के गरेँ यसलाई दुईवटा पम्पलाई डिभाइड गरेको छु बुझ्नुभयो यसमा जहिले पनि के हुन्छ कुन पम्प हुन्छ नानी कुन च्यानल चाहिँ गेट हुन्छ यसरी जाँदाखेरि जहिले पनि च्यानल गेट चाहिँ यसमा नि दुईटा हुन्छ के भन नि च्यानल गेट चाहिँ कतिवटा हुन्छ रे दुईटा हुन्छ एउटा हुन्छ सोडियम च्यानल गेट है त एउटा चाहिँ के हुन्छ यसरी सोडियम च्यानल गेट हुन्छ ध्यान दिएर हेर्नुहोस् अर्को चाहिँ पोटासियम च्यानल गेट हुन्छ बुझ्नुभयो एउटा सोडियम च्यानल गेट हुन्छ अनि अर्को चाहिँ के हुन्छ रे पोटासियम च्यानल गेट हुन्छ बुझ्नुभयो त एउटै एक्जनमा पनि देखाउन मिल्छ अनि आदि